सबै काम सकिसकेको थियो, यो सरकार आएर भट्टाभट लाल पूर्जा बाँड्यो भन्ने कुराको भाष्य नबनाइदिनु भनेर म अनुरोध गर्छु। किनभने सुकुम्बासीले अहिलेसम्म निवेदन पनि भर्न पाएको नभर्न पाएको अवस्था छ होइन। कतिपय ठाउँमा चाहिँ त्यो अवस्थामा पनि जिरोमा पनि छौँ हामी। होल्डिङ सेन्टरको विषयमा पनि उहाँ भएको परिवारको विषयमा कति चाँडो लाल पूर्जा वितरण हुन्छ भन्नेको हकमा अब यो जवाफ मलाई चाहिँ हजुरहरूबाट पनि मैले कति सहयोग पाउँछु भन्ने कुरामा निर्भर गर्छ। अब उहाँहरूले किन भन्दा आजको दिनमा वडाले आज नोटिस निकालेन भने त्योभन्दा माथि प्रक्रिया अगाडि बढ्न सक्दैन। वडाले चाहिँ के अरे सूचना निकालेर चाहिँ उहाँले प्रमाणीकरण गरेर पालिकामा पठाउनु पर्यो, पालिकाले भेरिफाई गरेर फेरि जिल्ला जुन समिति छ त्यसलाई पठाउनु पर्यो, त्यसपछि बल्ल एउटा प्रोसेस पुरा हुन्छ। त्यही भएर कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा अहिले फेरि हजुरहरूको सहयोगमा मैले फेरि आग्रह गर्न चाहेँ, हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ। त्यसै गरी पालिका र अझ स्थानीय तह र प्रदेशले हामीलाई कति सहयोग गर्छ त्यही अनुसारले यो गति अगाडि बढ्न सक्छ। नत्र आजको दिनमा स्थानीय तहले चाहिँ रोकिदियो भने रोकिन्छ प्रोसेस हो, यो सत्यता हो। त्यही भएर अब यो कति चाँडो बढ्छ र कति चाँडो यसको समस्या समाधान हुन्छ भन्ने पाटोमा हजुरहरूको सहयोग त्यति नै म्याटर गर्छ र त्यो सहयोगमै डिपेन्ड हुने कुरा भयो स्थानीय तहको हकमा। मैले यति नै निवेदन गरेँ यो विषयमा। त्यसै गरिकन अब यो सबैजना सरकार कतिवटा जिल्लामा लाल पूर्जा वितरण भयो, कतिवटा चाहिँ अघि नै 12 लाख जना चाहिँ हामी अव्यवस्थित र भूमिहीन दलित भूमिहीन सुकुम्बासी गरेर हाम्रो अहिले 12 लाख जतिको डेटा छ, 12 लाख समथिङको डेटा छ होइन। त्यसमा पनि हामीले चाहिँ अघि नै 4वटा जिल्लामा हामीले चाहिँ लाल पूर्जा वितरण सुरु गरिसकेका छौँ र अब भदौभित्रमा हाम्रो उदयपुरमा 300 वटा, तनहुँमा 15 वटा, मकवानपुरमा 106 वटा, कञ्चनपुरमा 17 वटा, धनुषामा 5 वटा, दाङमा 14 वटा, बर्दियामा 30 वटा र सुर्खेतमा 18 वटा भदौभित्रमा वितरण गर्ने मन्त्रालयले त्यसरी नै काम गरिरहेको छ। मैले यहाँ जानकारी गराउन चाहेँ। आज उठेका सार्वजनिक यो जुन प्रस्ताव आज दर्ता भएर आज हामी छलफल गरिरहेका छौँ, यसमा पक्कै पनि यो चाहिँ आज एउटा मौका पनि के भयो भने नेपाल सरकारले के गरिरहेको छ, मन्त्रालयको हिसाबले म मन्त्रीको हिसाबले के गरिरहेको छु भन्ने एउटा चाहिँ मैले जवाफ दिने मौका पनि मिल्यो होइन। त्यही भएर सरकारले गरिरहेको काममा चाहिँ यो प्रस्ताव आउनै पर्थ्यो भन्ने कुरा अब फेरि छलफलको पाटो होला। तर पनि मैले अझै विशेष गरिकन विपक्षी दलका हाम्रो मान्यज्यूहरूलाई चाहिँ के विश्वस्त पार्न चाहन्छु भने नेपाल सरकार यो विषयमा गम्भीर छ, संवेदनशील छ होइन। अहिले पनि जस्तो पछिल्ला आयोगले सूचना निकालेको थियो भने अहिले पनि वास्तविक सुकुम्बासीले त्यो सूचना नपाएको कन्डिसन छ। अहिले पनि सुकुम्बासीको हकमा फेरि पनि सूचना जारी गरिदिनु भनेर अनुरोध आइरहेको कन्डिसन छ। हामीले नियमावली संशोधन गरेर तेस्रो पटक सूचना जारी गरिसकेका छौँ होइन। अब परेको खण्डमा फेरि अझै बढाएर एकचोटि फेरि निकाल्नुपर्ने अवस्था पनि देखिन्छ। त्यही भएर सबै काम सकिसकेको थियो, यो सरकार आएर भट्टाभट लाल पूर्जा बाँड्यो भन्ने कुराको भाष्य नबनाइदिनु भनेर मैले अनुरोध गर्छु। किनभने सुकुम्बासीले अहिलेसम्म निवेदन पनि भर्न पाएको नभर्न पाएको अवस्था छ होइन। कतिपय ठाउँमा चाहिँ त्यो अवस्थामा पनि जिरोमा पनि छौँ हामी। त्यही भएर यो